यो कटै कट के छ आज कता हो नवीन जी लोकेसन नम्बर 1 हेटौडा लास्ट गाह्रो छ यस्तो गर्मीमा फिल लाग्यो जियोलजिस्ट भएपछि यतिकै हिँड्नु पर्छ हैन लगभग कहाँ जानु दाइ हामी अहिले चाहिँ जियोलोजिकल फिल्ड सकाएर चाहिँ मकवानपुर गडी माथि जानला हो लास्ट गाह्रो छ यस्तो गर्मीमा फिल लाग्यो कहाँ छ मामी तल थाहा छ कि भैरव डाँडा भन्थ्यो के अरे हेटौडाको फर्स्ट जियोलजिस्ट भएपछि यतिकै हिँड्नु पर्छ हैन लगभग 2 किलोमिटर ठाडो उकालो हिँड्यौँ हैन त हेटौडाको बासीहरूलाई चाहिँ के सन्देश भन्दाखेरि अँ त्यो सिमेन्ट फ्याक्ट्री नजिकै चाहिँ हाम्रो प्लानिङहरु हो अलि गरौँ अनि नेचर रिसोर्स कन्जर्भेसनमा चाहिँ हो आउँदैछ के आइसक्यो हामी हेटौडाको यो पाथिभरा माता मन्दिर दर्शन गरेर यहाँको फिल्ड वर्क सकेर हामी फर्किसकेका छौँ साथीभाइहरू सबै फर्किसक्नु भएको छ नवीन हामीले यो कुन डाँडा हेरेर आयौँ रे आज भैरव डाँडाको पाथिभरा मन्दिर पनि दर्शन गऱ्यौँ होइन त फिल्ड वर्कहरू सकेर अब हामी फर्किँदैछौँ डे 1 फर्स्ट डे काठमाडौँबाट सामानहरू लगेजहरू होटेलमा बिसाउनु बित्तिकै हिँडेको एकदमै आज कतिको हताश मतलब मोर देन थकाइ लाग्यो त 2 किलोमिटरको उकालो डाँडा होइन त चढेर काल के भैरव डाँडामा आएर लोकेसन नम्बर 1 हेटौडा डिन भ्यालीको जियोमर्फोलोजीदेखि लिएर स्ट्रक्चरदेखि लिएर सबै हेऱ्यौँ होइन त डिपोजिसनदेखि लिएर सबै हिस्ट्रीहरू सरले अनि केटी सरले बताउनु भयो त यिनै हो आजको फिल्डवर्क हाम्रो सकिएको छ आज केही नयाँ कुरा पनि सिकिया छ नि त अलिअलि ट्याक्क दिमागमा बसेको छ जस भ्यालीको कन्सेप्टहरू जुन भ्यालीको यता वेदरिङका कुराहरू कसरी यो अलिकति अनस्टेबल छ शिवालिकहरू भनेर स्यान्डस्टोन र मरिस्टोनको इन्टरमिडिएटमा इन्टरबेडिङ भएको कारणले गर्दा त्यो मरिस्टोन इरोजन भएर सोइल बनिसक्छ छिटो वेदर भएर इरोजन अथवा ओरिजन भएर चाहिँ कम्प्याक्ट पछि त्यो के हुन्छ त अलि पर त्यो गर न त्यो कम्प्याक्ट पछि हुन्छ अनि त्यही भएर चाहिँ त्यो के हुने भयो त जाने भयो त्यसपछि चाहिँ मास वेस्टिङहरू वेदरिङहरूदेखि लिएर गली इरोजनहरू पनि देखिन्छ नि त मेनली चाहिँ गली इरोजन यो एरियामा अनि यहाँ सिमेन्ट फ्याक्ट्रीको अलिकति समस्या के भन्नुभएको थियो सरले 3टा सिमेन्ट फ्याक्ट्री के भन्नुभएको थियो सिमेन्ट फ्याक्ट्री अनि मेनली चाहिँ त्यो मान्छेहरूको त्यो प्लानिङ पनि गभर्मेन्टले नजिकै गरे जस्तो देखियो पछि के गर्दा त्यो बन्द हुने सम्भावना हुन्छ नजिकमा इन्जिनियरिङको अनुसार चाहिँ 3टा सिमेन्ट हेटौडा शिवम र रिद्धिसिद्धि हो नि त स्कुल यहाँ माथि चाहिँ भैरव आधारभूत विद्यालय रहेछ यहाँ त्यो डाँडो छ नि त्यो डाँडो ऊ त्यहाँनिर हल्का ब्रेक भए जस्तो छ नि यो आउँदा त्यहाँ हल्का ब्रेक भए जस्तो आएको छ नि तलतिर लोवर शिवालिक त्योभन्दा माथितिर मिडल शिवालिक बुझिस् ऊ यहाँनिर के ऊ यहाँनिर हो यहाँनिर छ नि यो बुझिस् सक्यो आजको के आउटकम के थाहा भयो आज मेन कुरा के पत्ता लाग्यो आज चाहिँ हामीले अलिअलि अब त्यो माथि ओभरअलमा के हेऱ्यौँ त्यो भ्यू टावरबाट लेसर शिवालिक लेसर हिमालय यो कटै कट स्पिरिचुअल वेदरिङ नमस्कार दर्शकबिन हामी अहिले जियोलोजी फिल्ड फर्केर दोस्त हाउ वाज द एक्सपिरियन्स कस्तो भयो दिन फर्स्ट डे अफ द जियोलोजिकल फिल्ड अफ फर्स्ट सेमेस्टर हो हामीलाई पढाउने गुरुहरू एकदम धन्यवाद सरलाई सर 2 शब्द दिनु नि त हजुर नि कस्तो भयो दिन कस्तो भयो रमाइलो भयो एकदम सर 1 शब्द दिनुहुन्छ हवस् How was the day, guys? Lovely,
सबैजनाले आवाज त दे क्याप्टेन अमेरिका के छ आज कता हो नवीनजी कुन ठाउँ हो अप्पर शिवालिक हेर्न शिवालिकको स्टार्टिङ हुँदैछ तर जियोलोजिकल ट्राभर्स डे 3 होइन त लेसर हिमालय र शिवालिक बिचको एउटा के छ भइरहेछ के छ रोशन ठिक छ नि कस्तो भयो आजको ओभरअल हिँडाइ कतिको हामी कति मिटर उकालो हिँड्यौँ ठिक छ ल अरू भने अब हामी भोलिसम्म एक्सप्लोर गर्छौँ स्टे ट्युन गाइज अनि त्यो यहाँ गली इरोजनहरू हुन्छ भन्नुभएको छ अरे के को कारणले गर्दा रे मरिसन र स्यान्डस्टोनको इन्टरलेयर हुन्छ अनि के चाहिँ एकदम कम्प्याक्ट नभएको खण्डमा मटेरियल र क्लास्टले हुन्छ एकदम फ्री मड इरोज भएर गएर स्यान्ड के अरे सोइल बनिहाल्छ त्यसलाई स्यान्डस्टोन मात्रै हुने भयो धरर फोकस धरर यो चाहिँ हाम्रो उहाँ काठमाडौँबाट तानेर ल्याएको धरा हो यहाँ पाथिभरा छ के अरे मनकामना छ कोरिलेट गरेर अनि पशुपतिनाथ छ कोरिलेसन कोरिलेसन गरेर टक्क हो सेवा बनाउँछ न ड्युन भ्याली होइन त हाम्रो हेरौँडा अघि हिँड्नु पर्छ हेलो हामी टनेल जाँदैछौँ हामी चुकेबाई टनेल फर्स्ट होइन हामी अहिले चाहिँ जियोलोजिकल फिल्ड सकाएर चाहिँ मकवानपुर गढी माथि जानला हो हामीले चाहिँ के खायौँ आज मोमो भयो 4 प्लेट अरू स्प्राइटहरू कोकहरू चिसोको लागि लास्ट गर्मी छ तर है मकवानपुरमा हजुर एक्सफोलिएसन वेदरिङ अफ सिन इन ग्लेसियर लाइन ग्लेस्टोन ग्लेसियर